हेलो गाइस हामी आज कहाँ घुम्न गइरहेको छौँ होइन अनि यहाँ हामी सब केटाहरू आइसकेका छ दुईजना आउन बाँकी छ कि अल्छीहरू अनि अहिले पुगिरह अनि यहाँ के गरिरह यस्तो मासु खान जाने रे उता जङ्गलतिर कहिले आउँछ नेक्स्ट पार्टहरू कन्टिन्यू गर्ला अहिले वेटिङमा छ हामीहरू ल हाई केटाहरू गुड मर्निङ हामी भ्लग मार्फत उपस्थित भइसकेका छौँ होइन हाम्रो यस्तो आजको टुर हुँदैछ सेकेन्ड भ्लग मार्फत होइन हामी टक्क आउँछ केटाहरू टक्क आज हाम्रो के भएर खाने अरे उता जाने यस्तो हामी उता घुम्न जाने खै उता देखाइहालौँ न हामी जाने होइन कहाँ जाने हामी के हो नाम त्यसको नेपालको झन्डा भन्छ नेपालको झन्डा माथि टाढो होइन त्यो पहाड जस्तो हो त्यतिर जाँदैछौँ हामी यसो केटाहरू हामी छौँ टन्नै जमघटहरू छौँ हामी अब सबैको नाम भनिराख्नु पर्दैन यत्रो होइन टक्क यसो देखिँदै जाँदा हजुरलाई चिन्ता भइहाल्छ बस यसो गइरहँ यस्तो रोडमा अब यसो यहाँ धेरै कुराहरू लग्ने भनेको थियो यस्तो भएर मिलेन अहिले यहाँदेखि यस्तो अब धेरै यो कपी यो आफ्नो युट्युबबाट नै अब त्यो हुँदैन त्यो त अस्ति क्यारौँ होइन मैले भित्र बढाउनु पऱ्यो नि त्यही नै घुमघाम गर्ने मगाइ खानु फुटिन यहाँ त्यो होइन ल गाइज हामी फाइनल्ली हाम्रो जहाँ लोकेसन थियो हाम्रो वनभोज त्यहाँ पुगिसक्यो केटाहरू आराम गरिरहेछन् उता आरामले गफ गरिरहेछन् अनि यता चाहिँ हाम्रो आज खाने कुराहरू यता छ है पानी यता के छ चिउरा ड्यु स्प्राइटहरू मासुहरू सलादहरू अरू यता यो टक्क व्यवस्था छ यहाँ टक्क बनाउने यता के गरिरहेछन् भनेदेखि आगो बलिरहेछन् टक्क केटाहरूले सलाई ल्याउन बिर्सेको थिए केटाहरू अहिले सोराज र एउटा भाइ गएर भर्खर ल्याए अब यता आगो बाल्दैछन् ट्याक्क तर बलिरहेको छैन हिजो पानी पलेर अब बल्यो एउटा यो भाइ गएको थियो तल सलाई लिन बिर्सेर केटाहरू आरामले कोही भने यहाँ फोटो खिचिरहेछन् उयो चस्मा लगाएको हिरो हो फाइनल्ली यता ट्याक्क उ लागिसक्यो है हाम्रो सामान यता छ टक्क केटाहरू यता गरिरहेछन् ट्याक्क सामान चाहिँ यही हो है हाम्रो आजको खानेकुराहरू के छ यहाँ अहिले भन्न सकिन्न धेरै छ आइटमहरू धेरै छ केटाहरू यो हाम्रो एउटा डन मान्छे चाहिँ एउटा उ गरिरहेछ प्याज काट्ने काम गरिरहेछ हाम्रो यहाँ ग्रुपको डन मान्छे कुकम्यान त एउटा यो छ होइन एउटा बुढा मान्छे छ एउटा यो भाइ छ उताको झुटेराको भाइ है यसले चाहिँ राम्रो खाना बनाउँछ भन्ने सुनेको थिएँ त्यही भएर आज यसलाई हामीले चान्स दिएको अब के गर्छ हेरौँ अब प्रमोसनको लागि हो होइन अनि केटाहरू यहाँ अब आफ्नै टालमा छन् केटाहरू ट्याक्क फोटो खिच्ने कोही के गरिरहेछन् अब यहाँ यतिखेर तेल हालिसकेको अवस्था यता चाहिँ अब तेल चाहिँ अब यो के भन्छ बनाउने सामान चाहिँ थोरै सानो भाँडा छ 2-3 चोटि बनाउनु पर्ने हो 3-4 केजी छ ट्याक्क उता चाहिँ ऊ भन्नु पर्दैन ऊ फोटो खिचिरहेको त हिरो मैले अघिदेखि भनिरहेको छु है ऊ चाहिँ हिरै हो होइन लेडिज त कोही छैन अब यहाँ सबै हिरोहरू हो लेडिजहरू त्यस्तै हो न अब केटाहरू मात्र छन् होइन न त्यही त अब एक पार्टी मासु मात्र खाएको एक पछि पुरा झन्डातिर गएको मासु खाएको चाहिँ हुनु पर्यो अरू त्यस्तै धेरै हिँड्नु ल यतिखेर अहिले हाम्रो फर्स्ट राउन्ड मासु यतिखेर पाक्दैछ पकाउँदैछन् यहाँ चस्मा लगाएर हाम्रो हिराहरू ट्याक्क फोटो खिच्ने कारण भइरहेछ केटाहरू आफ्नो धर्ममा लागिरहेछन् केटाहरू ट्याक्क तपाईँहरूलाई म ट्याक्क एउटा भ्यू देखाउँछु है ट्याक्क काठमाडौँको भ्यू 10-15 किलोमिटर टाढा धेरै टाढा हो यो हेर्दाखेरि नजिक हो तर टाढा हो धेरै टाढा छु है हामी अहिले धेरै टाढा छु यता के को लागि रे चकना कस्तो चकना हो स्पेसल हो स्पेसल भन्न मिल्दैन कि भन्न मिल्छ यताखेरि चाहिँ अर्को यहाँ एउटा स्पेसलको लागि
आगो बाल्दै तर आगो बाल्ने कार्यक्रम चाहिँ अलिकति भइरहेको छैन पानीले भिजेर दाउरा होइन चाहिँ एकदम प्योर लोकल धनियोलाई भनिन्छ है प्योर लोकल धनी हो यता अब काट्ने मान्छे त्यही हो एकदम सोलिड काटेको छ है उता फर्स्ट राउन्ड हाम्रो मासु पाक्दैछ अर्कोमा पनि भइरहेछ ट्याक्क माथितिर घरहरू छन् ट्याक्क केटाहरूको यता चक्रा भइरहेछ ट्याक्क खुट्टाको चक्ना ट्याक्क अर्को साइडमा यो त स्पेसल हो त यो चक्ना स्पेसल हो के स्पेसल हुन्छ ट्याक्क खानालाई मजा आउँछ यो भन्दा यो खाँदैन देख एउटा बट्टा लाग्यो एउटा बड्डालाई देऊ न यार एउटा उता दे अन्ना त पुरा उछिटाउनु भाइ अन्ना त के को म यो पाँच बच्चा हाल्दी के हान्नु तीन खुट्टा खानु पुरा हातौडा तिर्दै त खा क्या पोली पर दिला नि क्या खाएगा न अछि मैले पुन्ना यो चाहिँ धेरै लाउनु पर्ने रहेछ केटाहरू यो खुट्टा चाहिँ धेरै राम्रो हुँदो रहेछ आधा केजी ल्याएर खासै राम्रो भएन 1-2 केजी ल्याउनु पर्ने रहेछ लास्टै मिठो हुँदो रहेछ यो त पोलेर खाँदाखेरि यो राजेश भन्ने चाहिँ यो नल्याउँ भन्ने रातो के राजेश भन्ने तर सबभन्दा मिठो राजेशलाई लागिरहेको अहिले दुई ठाउँ यो राजेशकै राजेश यसलाई मिठो लागेन र अहिले यो सबभन्दा अहिले यसलाई मिठो लागिरहेको राजेशलाई सञ्जय त भनिरहेको 2-3 केजी लगाउँ भनेर अब हामीले मानेनौँ ठिकै छ के गर्ने त मिठो हुँदो रहेछ मलाई पनि थाहा थिएन खुट्टा दिनु भने सञ्जयकै यो बोस कहाँको यो यो बोस तर लास्ट मिठो हुँदो रहेछ नि यो मैले त मिठो मैले मिठो यार भन्नुहोस् कुक साहब यो धेरै भइसक्यो टाइम कति बेला पाक्छ त भन्नुहोस् पाक्दैछ आगो बाल पाक्छ आगो त पाकिरहेको छ त धेरै टाइम भयो त यार तपाईँ कुकम्यान भन्नुहुन्छ फेरि यहाँ पाकिरहेको छैन के हो यस्तो यार भोक लागिसक्यो अनि खुट्टा खाएर भएन त म कि खुट्टा त खाएको तर अलि खुट्टा चाहिँ उसले बढी खाएको यो स्वराजले बढी खायो स्वराज र यो अरू केटाहरू बाल केटा यिनीहरूले बढी खाएको खुट्टा अनि हामीले पाल्नु पाएन कसरी हुन्छ त ल फाइनल्ली हाम्रो एउटा फर्स्ट लोड पाकिसकेको छ है अब केटाहरू यहाँ फन्डा हालिरहेछन् काँक्रो छ ट्याक्क यो धनिया हालिसक्यो यहाँ हाल्यो ल फसल भइहाल्छ फेरि अर्को लट छ हाम्रो ल भान्सेजीलाई दिनु नि त यो भान्सेजीले राम्रो बनाहा आज कुकम्यानले यो मासु राम्रो बनाहा ल खानेर हुन्छ केटाहरूले अब यहाँ चेस हुँदैन खाइदिनु ट्याक्क यो गाजर काँक्रो काट्ने होइन भने यो गाजर काँक्रो चिउरा पनि ल मैले पाइसकेँ कति पुगिसक्यो हौ चेस अघि गरिसक्यो भाइ यार फेरि पनि गरौँला नि के छ र ल अब चिउरा चिउरा हाल्नु केटाहरूको गोष्ठी छ टक्क हामी 9 जना गोष्ठी यतिखेर फर्स्ट लोड भइरहेछ सेकेन्ड लोडमा फेरि योभन्दा बढी छ एकदम मिठो भएको छ है राम्रो भएको यार यो मिठो भयो है कोही खुर्सानी खाने खाऊ यो खाना बनाउनु चाहिँ भाइले मिठो बनायो यसले सहयोग गर्ने चाहिँ फेरि माथि सञ्जय भन्ने हो अलिअलि सहयोग गर्ने फेरि स्वराज पनि हो फेरि स्वराज त फेरि सहयोग किन गर्छ भने तँ आफ्नो फाइदालाई सहयोग गर्छ कि फेरि त हो त्यस्तो हो के त आशिष पनि मेन भयो तिम्रो के एसिस्टेन्ट हो नि त तिम्रो
अब कुक एसिस्टेन्ट भन्छ नि त्यस्तो आशिष 20% बड्डाको हात 20 अरे 80 बाँकीको 10 ल भाइ यो कस्तो ट्रिप हो अहिले के भइरहेछ अहिले होइन मासु बाँकी रहेछ अनि कस्तो ट्रिप हो यो यो सेकेन्ड ट्रिप हो दाइ सेकेन्ड ट्रिप त अहिले पकाउने हो सेकेन्ड ट्रिप पनि सबै मिलेर पकाउने सबै मिलेर हो र सबै मिलेर अघि कसले पकाओ अघि पनि सबै मिलेर हो हजुर ल अघिको मिठै थियो अघिको भन्दा मिठो हुनु पर्यो फेरि अहिले ल के भन्नु छ सञ्जयलाई त्यसको लागि कुर्नु पर्छ केही छैन अब आउँदा यो मासुको ट्रिप चाहिँ अझै राम्रो हुने अझै राम्रो ट्राई गर्छु त्यसको लागि टाइम चाहिँ अलि चाहियो दुईजना खाते चोरहरू होइन यहाँ सुतिरह गाँजा खाएर यस्तो हालत छ नि के हो भाइ मेरो भिडियो नबना सुबह तूने बह गया मैं फिर ये अब तक किसी ने कभी ना किया इश्क ऐसा इश्क ऐसा चाहिए ऐसी दीवानगी से मैं चाहूँ तुम्हें जैसे पहली दफा कोई पागल हुआ दुआ से फेरि फाइनली यो सेकेन्ड लड हो है केटाहरू अब सेकेन्ड लड हो यो चाहिँ कस्तो छ रात मिठो छ कि अघिको भन्दा मिठो छ कि अघिको भन्दा मिठो हो एकदम बेस्ट ल ठिक छ त 20% कमजोरी हो अघि खाया सस्तो खानाले दिएको लागि अहिले कस्तो छ अरे सञ्जयको के भन्न चाहनुहुन्छ खाया चाहिँ खाएर ल ठिक छ ठिक छ अघि भन्दा बेस्ट हो कि ठिकै हो ल ठिक छ त अघिको भन्दा बेस्ट आशा थियो होला नि कस्तो अघिको भन्दा कस्तो लाग्ला हो मिलेर खाएको चाहिँ